नमस्कार। आज हामी कथाकार होमशङ्कर वास्तोलाको कथा सङ्ग्रह रगतको मूल्यबाट मुगलान शीर्षकको कथा वाचन गर्न गइरहेका छौँ। कथाकार वास्तोलाका 11वटा कथाहरू वाचन केन्द्रको युट्युब च्यानलमा सुन्न सक्नुहुनेछ। कथा यसरी सुरु हुन्छ। पिपलको बोटमा अडेस लागेर थकान मेटिरहेको थिएँ। खोलापारी देखिएका हरिया घाँसका मैदान, सल्लाका लहरे बोटहरू घामको चम्किलामा टल्किरहेका थिए। यही सुन्दर प्रकृतिको रोमाञ्चकमा रमाउने विदेशी आउँदा रहेछन् भन्ने सोचेर म एकहोरिरहेको थिएँ। सर नमस्कार। एउटा अपरिचित दबिएको आवाज मेरो कानमा आएर ठोकियो। म त्यही आवाजतिर फर्किएँ। एकजना अद्वैंसी व्यक्ति मलाई नमस्कार गर्दै मेरो छेउमा आएर हात जोडेर उभिरहेको थियो। सर, मेरी श्रीमतीलाई बचाइदिनु पर्यो। ऊ बाँच्दिन होला। रुन्ची स्वरमा दुवै हात जोडेर ऊ मसँग अनुरोध गर्दै थियो। मैले केही नबोली उसलाई निहालेर हेरेँ। ऊ 34-35 वर्ष जतिको हुनुपर्छ। 60 वर्ष काटे जस्तो देखिन्थ्यो। उसका खोपिल्टा परेका आँखाहरू साह्रै पीडा परेको अव्यक्त रोदनमा देखिएको थियो। चाउरी परेका अनुहार, गलामा अनि लामा दारी सेतै फुलेका थिए। दारी काट्न छुरा नलगाएर हो या नभ्याएर हो, साँच्चै दारी लामा लामा देखिएका थिए। जिङ्रिङ्ग कपाल, फाटेको टोपीलाई छोडेर कपाल बाहिर निस्किएका थिए र उसले लगाएको दौरा 2-3 ठाउँमा टालेका थिए। अनि लामै कट्टु लगाएको र खुट्टा पुरै खाली थिए। मैले निहुरिएर उसका खुट्टा हेर्दै कुर्कुच्चा सिते फुटेर दर्दपूर्ण देखिरहेको थिएँ। यी सब अवस्था हेर्दा उसको आर्थिक अवस्था दयनीय थियो भन्ने कुरा सजिलै अनुमान लगाउन सकिन्थ्यो। भगवान नै भेटे जस्तो लागिरहेछ। सर कहाँबाट आउनुभयो होला? हजुर त स्वास्थ्यको डाक्टर साहब रे। हजुरले मेरी श्रीमतीको उपचार गरिदिनु पर्यो। ऊ हताश मानसिकतामा बोलिरहेको थियो। ऊ भएन भने मेरो बर्बाद हुन्छ। ऊ बोल्दै बोल्दै अड्कियो। मैले उसका कुरा बुझिसकेको थिएँ। उसकी श्रीमती सिरियस छे। म के पो गर्न सक्थेँ र? उसको त्यो हात जोडाएर अनुनय विनयको याचना देखेर सान्त्वना दिने भने, दाइ, म डाक्टर होइन, म स्वास्थ्यको कर्मचारी मात्र हुँ। मलाई प्राविधिक कुरा केही थाहा छैन। म यहाँ बाटो हिँड्दै गर्दा थकित भएर एकछिन पिपलको बोटमा आराम गरेको मात्र हुँ। हजुर त्यसो नभन्नुहोस्। स्वास्थ्यमा काम गर्ने मान्छेलाई धेरै कुरा थाहा हुन्छ। हजुर स्वास्थ्यमा काम गर्नुहुन्छ भने माथि स्कुलका विष्णु सरले भन्नुभएको हो। 3 महिना अघि सर यही बाटो हुँदै जाँदै हुनुहुन्थ्यो। हामी गाउँका मान्छेहरूलाई केही थाहा थिएन। हजुरले थोरै कष्ट गरे मेरी श्रीमती हेरिदिनु भयो भने उसको बिराम केही बिसोक हुन सक्छ। हजुर मेरो अनुरोध सुनिदिनुहोस्। यसलाई ठुलो धर्म हुनेछ। उसको अनुनय विनयले मेरो मुटु हल्लिरहेको थियो। जाने कि नजाने म दोधारमा परिरहेको थिएँ। टाउको दुखेको सिटामोल, दुखाइ कम गर्ने ब्रोफिट भन्ने औषधिको नाम सुनेको भए पनि मलाई अरू केही थाहा थिएन। अब के गर्ने दोधारमा थिएँ। आखिर उसले यति धेरै अनुरोध गर्दा ऊ कहाँ नजाँदा उसको मन र चिन्ता बढ्ला भनेर उस कहाँ गएर सामान्य कुरा बताइदिएर केही सान्त्वना होला भन्ने सोचेर, म डाक्टर होइन, प्रशासनको कर्मचारी हुँ, मलाई के थाहा छ र? तपाईँ जस्तो नै हुँ। फेरि उकालो हिँडेर म धेरै थाकेको छु। यस्तो कहाँ हुन्थ्यो र हजुर? हामीलाई भन्दा स्वास्थ्यको मान्छेलाई धेरै कुरा थाहा हुन्छ। हामी गरिब कहाँ जान हजुरलाई अप्ठ्यारो भएको होला। उकालो हिँडेर हजुर गल्नु भएको होला। तर मेरो यो मन कति गलेको होला हजुर, म कसरी भनौँ? हजुर हिँड्न नसक्नु हुने भए म बोकेर लान्छु। हजुर म बिन्ती बिसाउँछु। ऊ मेरो अगाडि उभिएर बुई थाप्यो। म हिँड्न नसक्ने भएकाले मलाई बोकेर लैजाने अभिलाषाले बुई थापेको हुनुपर्छ। मैले जे भनेर टार्न खोजे पनि उसले जुनै तरहले नलगी नछोड्ने विचार गरेको थियो। म उसकी रोगी श्रीमतीको अगाडि उभिँदा उसको मन हल्का हुन्छ भने 1 घन्टा ढिलो हुँदा के फरक पर्ला भन्ने सोचेर उसको पछि लागेँ। मैले भिरेको झोला जबरजस्त उसले बोक्यो। म उसको पछि लागेर हिँडिरहेँ। ऊ यसरी हिँडिरहेको थियो कि म पछाडि छु भन्ने हेक्का नै थिएन।
उसले मेरो झोला बोकेर मलाई पर्खी पर्खी उभिएर सुस्केर हालिरह्यो। आधा घन्टा हिँडेपछि ऊ त्यही मेरो घर भनेर एक तले खरको झुप्रो उसले मलाई देखायो। म हिँड्दा थाकेर घरको आँगनको पर्खालमा थचक्क बसेँ। सर, यहाँ आएर बस्नुहोस् न। घरको दलानमा देखाएर उसले मेरो झोला दलानमा बिसायो। साँझ पर्न लागेकोले घरभित्र अँध्यारो देखिरहेको थिएँ। घरभित्रबाट ख्वाङ ख्वाङ खोकेको र हिँको आवाज सुनेर रिट्टे मसिनो स्वरमा बोल्यो, पिरनगर बाटुली, मैले डाक्टर ल्याएको छु, अब बिसेक हुन्छ। रिट्ठीले घरभित्रबाट गुन्द्री ल्याएर आँगनमा टकटकाइदियो। उसले टकटक्याएको धुलोले आँगनै ढाक्यो। उसले गुन्द्री दलानमा ओछ्याएर श्रीमतीलाई बाहिर सुताए। भित्र पसेर एक अम्खरा पानी मलाई दियो। त्यो पानी पिउने आँट मलाई आएन। अम्खरा हेर्दा कटकटिएको र बिटभरि चर्किएको थियो। सरलाई हिँड्दा प्यास लाग्यो होला भनेर पानी ल्याएको हुँ सर। के गर्नु सर, गरिबको घर यस्तै त हो। एक छाट टार्न नसकेर एउटा अम्खरा समेत जोड्न सकेको छैन। मलाई प्यास लागेको भए पनि अम्खरा देख्दा पानी पिउन मन नलागेकोले नपिउने भनेपछि उसले क्लिक क्लिक गर्दै अम्खराबाट पानी पियो। उसले पानी पिउँदा सुक्नै आँटेको रुद्रघण्टी इन्जिनको चाहिँ तलमाथि गरेको देखिन्थ्यो। भरि अम्खराको पानी रित्याएर अम्खरा दैलाको ठेलामा राखेर बाटुलीको अगाडि पलेटी कसेर बस्यो। बाटुली भने, मरे भन्दै बिस्तार चिच्याइरहेकी थिए। चिच्याउँदै थाकेर उसको चिच्याट कम भएको होला भन्ने मलाई लागेको थियो। सर, यहाँ आएर बस्नुहोस् न। सरलाई असहज भयो होला। यो माटोको घर धुलै धुलो हुन्छ। काठको पिर्का नजिक ओछ्याएर बिरामी नजिक आउन उसले अनुरोध गर्यो। साँझ पर्न लागेकाले बीच बाटोमा बिचल्ली परिने भयो भन्ने सोचेर मेरो मन पिरो लिइरहेको थियो। आज नराम्रो गरी फसियो। के दिनमा चौतारामा बिसाएछु, भोलि साँझसम्म सदरमुकाम पुगिन्थ्यो। के सोच्नु भयो सरले? रात पर्यो भनेर चिन्ता पर्यो होला, यता कतै बसाउँला। उसले मेरो मनोविज्ञान ठ्याक्कै बुझेर भन्यो। उसले अनुरोध गरेको पिर्कामा गएर बसेँ। मैले उसलाई निहालेर हेर्दा बाटुलीले पनि मलाई एकटकले हेरिरहेकी थिए। उसका आँखा आँसुले भरिएका र मलाई डाक्टर भन्ने ठानेर अब त बाँच्छु होला भन्ने सोचेर उसको अनुहार अलि उज्यालो देखिएको थियो। सुकेर एकै मुठी शरीर भएको थियो। खोपिल्टाभित्र पिलिक पिलिक आँखा र गाला गाडिएर देखिएका थिए। अनुहारको हड्डी देख्दा श्वास बाँकी छ कि जस्तो मात्र लाग्थ्यो। छेउछेउमा फाटेको रातो गम्छा कपालमा बाँधेको छ, गुजुल्टो परेको कपाल, गलामा एक त्यान्द्रो पोते लगाएको र सिरकको खोल काटेर रुवा ठाउँ ठाउँमा निस्किएको थियो। ठाउँ ठाउँमा पाल परेको थाङ्नाले बेरेको ओछ्यान देख्दा नेपालमा दुर्गम गाउँमा बस्ने गरिब नेपाली जनताका दर्दनाक अवस्थालाई ठ्याक्कै मेल खान्थ्यो। शीतले फुटेका चिरै खुट्टाका धजा र च्यातिएका ठाउँ ठाउँमा टालेका चोला देख्दा, सर यसका नाडी छाम्नुहोस् न। भित्र पोलेर जतिखेर चिच्याइरहन्छे। दिनै रुक्दा म ओखती मुलो गर्दा कयौं रात यी आँखा अनिँदैछन्। सर, यिनलाई के गरेर बचाउने होला? ऊ आहत भएर बोल्यो। उसका आँखा मेरा आँखामा जुत्दा रातभरि नसुतेको रात थियो। मैले बाटुलीको टाउकोमा छुँदा शरीर निष्पट्ट तातो थियो। उसको वेदना जङ्गलभित्र सल्किएको आगोको लौकाको रुखलाई पोल्दा हुने पीडा झैँ दन्किरहेको भान हुन्थ्यो। सर, म बाँच्दिन होला। म मरे भने यिनको साह्रै बिजोग हुने भयो। यस्तो पीडाको अवस्थामा पनि ऊ आफ्नो लोग्नेको चिन्ता गरिरहेकी थिए। मैले उसको गलामा हात राख्दा पल पल आँखाबाट निस्किएको तातो आँसुको तपले मनलाई चिमोटिरहेको थियो। रिठेको अनुहारमा मेरा आँखा जुत्दा उसले आँसु पुछेर त्यही हातले नाक पुछेर आँगनमा मिल्कायो। के बिराम रहेछ? उसले मलाई सोध्यो। के बताउने भनेर मलाई अप्ठ्यारो परिरहेको थियो। केही न केही बताउनै पर्यो। रिठीले मलाई डाक्टर साहब भनेर बाटुलीलाई सुनाएको र
मैले होइन भन्दा बाटुलीको मानसिकतामा अझ आघात पर्ला कि भनेर मैले केही बोलेको थिइनँ। यिनलाई त बिरामले धेरै च्यापेछ, तुरुन्त अस्पताल लैजानुपर्छ। बाटोमा हिँड्दा ज्वरो आउला भनेर बोकेको एउटा सिटामोल उसैलाई दिएँ। ज्वरो धेरै आएकोले हो कि के हो, खुवाएको सिटामोलले उसको अनुहारमा केही चमक आए जस्तो देखियो। ए सर, अस्पताल उपचार गर्न कति खर्च लाग्छ? यिनलाई निको होला त? यिनी बितिन् भने मेरो त सर्वनाश हुन्छ। बाटुलीको ख्याउटे अनुहार हेरेर अनुमानको भरमा प्याच्च भने यिनलाई कडै रोक लागेको हुनुपर्छ। अस्पताल आउनुहोस् न, म सहयोग गराउन। सरकारी अस्पताल हो, यस्तै 14-15 हजार खर्च होला। म त्यही कार्यालयमा भएकोले सबै डाक्टरलाई चिनेको छु। तपाईँको दयनीय अवस्था कम भन्दा कम खर्चमा लाग्ने गरी उपचार गर्न सक्दो सहयोग गरौँला। प्राइभेट अस्पतालमा 50-60 हजार खर्च लाग्छ, ढिलो नगर्नुहोस्। राम 15 हजार? मेरो खेत बेच्दा पनि 10-15 हजार आउँदैन, उपचार नगरी पनि भएन। खोइ, रिठेले टाउकोमा हात लगाउँदै राख्यो। बोक्ने मान्छे चाहिँदैन, म आफै बोकेर लैजान्छु। टाउको कहाँ खोज्नु? ऊ घोप्टिएर एकछिन घोरियो। ऊ तनावपूर्ण देखेर मैले पाखुरामा समातेर उठाउँदा आँसुका धारा गला हुँदै बगिरहेको थियो। उसले आँसु पुछेर रुन्चे स्वरमा भन्यो, सर, हामी गरिबका दिन कहिले आउला? गरिबका दिन फिर्न लडेको भनेर पहिले बन्दुक बोकेका मान्छेहरू एक रात बस्नु पर्यो, खान लाउन दिनु पर्यो भन्दै हुलाउँथे। गरिबका लागि सरकारले औषधि छुट्याएको छ अरे, पल्ला घरका नारदले सदरमुकाममा जाँदा सुनेकाले। तर गरिबका लागि को आउँछ र? ऊ दुई हातले टोपी झिकेर सुकसुकाउन थाले। रिठे दाई, यसरी नरुनुहोस्, बाटुलाई लिएर सदरमुकाम आउनुहोस्, म सहयोग गर्छु। म तपाईँलाई पुरै सहयोग गर्छु। भोलि नि बाटुलीलाई लिएर अस्पताल आउनुहोस्। भोलि हिँड्नुभयो भने पर्सि बेलुका अस्पताल पुगिहाल्नुहुन्छ। बरु मेरो यो ठेगाना लिनुहोस्। मैले आफ्नो ठेगाना दिएर झोला बोकेर हिँड्ने तर्खर गरेँ। हजुरको जय होस्, हजुरको भगवानले भलो गरून्। रात पर्नै लाग्यो, साँझमा आएका पाहुना भगवान सरह भन्छन्। सर, आज यहीँ बस्नुहोस्। उसले बस्न अनुरोध गर्यो, तर मैले अनेक बहाना बनाएर बिदा मागेर आफ्नो बाटो लागेँ। 2 महिनापछि दसैँ बिदामा घर फर्कँदा म त्यही बाटो हुँदै आएको थिएँ। हिँड्दाको ताप र थकानले पर्पिबोलको चौतारीमा बिसाएर सोचिरहेको थिएँ। अस्पताल आउँदा रिठीले मलाई सम्पर्क पनि गरेन। बाटुली कस्ती भयो होला, मनमा फुलदुली लागिरहेको थियो। चौताराको डिलमा उभिएर हेर्दा एकजना बुढा मान्छे गाई चराउँदै थिए। बाटुलीको बारेमा बुझ्न ती बुढालाई बोलाएर सोधे, बा, रिठीलाई चिन्नुहुन्छ? को रिठे? बाटुलीको बुढा। उनले मतिर हेरेर भने, हो, त्यही रिठे। साँच्ची बाटुलीलाई कस्तो छ? उपचार गरेर ल्यायो होला नि? म बाटुलीको बारेमा बुझ्न चाहन्थेँ। बाबु, सर्वनाशै भयो। उनले गला अवरुद्ध गरे। गरिबले बाँच्न कहाँ अधिकार पाएको छ र? अस्पताल, हेल्थ फोर्स, डाक्टर यी सबै धनीहरूका लागि मात्र रहेछन्। उनले फेरि आक्रोश पोख्दै हातको लट्ठीले भुइँमा ठ्याङ ठ्याङ हिर्काए। किन र बा? म उनका बारेमा बुझ्न आतुर थिएँ। बाटुली उहिले मरी, आज 2 महिना भइसक्यो। रिठे बिचरा, बुढाले सुस्केर हाले। किन अस्पताल लगेन रिठेले बाटुलीलाई? मैले उत्सुकतापूर्वक प्रश्न गरेँ। के कुरा गर्नु र सर? बाटुली मर्नु हप्ता दिन अगाडि एकजना बटुवा डाक्टर आएको थियो अरे। उसले बाटुलीलाई अस्पताल लगे निको हुने र आफूले समेत सहयोग गर्ने आश्वासन दिएर गएछन्। बाटुलीको उपचार गर्न 10-15 हजार लाग्ने हुँदा रिठीले गाउँमा ऋण खोज्यो। ऋण खोज्न तिर्न सक्दैन भनेर कसैले पनि 1 कौडी पनि उसलाई ऋण दिएनन्। ऊ मेरोमा पनि आएको थियो, बाबु, मसँग पनि त पैसा थिएन। मान्छे बाँचे लाख कमाउन सकिन्छ। मेरो पनि यही गाई बेचेर पैसा लैजा, पछि जे गरौँला गरौँला भनेको थिएँ। तर भन्ने बित्तिकै कसले किन्छ र? धने कहाँ ऋण माग्न गएको थियो अरे। यत्रो ऋण कहिले तिर्छस्? उपचार गरेर निको हुन्छ भने त हो, ग्यारेन्टी के छ र? भनेर हप्काई दप्काई गरेर पठाएछन्। हप्ता दिनसम्म उपचारका लागि पैसा खोज्दा खोज्दै बाटुलीको मृत्यु भयो। सर,
गरिबहरूले ऋणसम्म पनि पाउँदो रहेनछन्। बेचारी बाटुली। बुढाले निधार पुछेर लामो सुस्केर हाले। उनका कुराले मेरो मुटु कुँडियो। आजकल रिठे कहाँ छ? उसलाई भेटेर सान्त्वना दिन मैले सोधेको थिएँ, बाबु कहाँ छ भन्नु? मुगलान गएर पैसा नकमाई आउँदिन भन्थ्यो। उतै गयो होला नि। जे भए पनि पेट त पाल्नै पर्यो। ऊ गाउँबाट हराएको धेरै दिन भइसक्यो। बुढाले गरिब हुनुको पीडा व्यक्त गरे। म रिठेको घरमा पुग्दा ढोकामा भोटे तालचा लगाइएको थियो। आँगनमा झार उम्रेर रुखका सुकेका पातहरूले ढाकेका थिए। सुकेका पातमा एउटा कागजको टुक्रा थियो। उक्त टुक्रा खोलेर हेरे। उही मैले लेखिदिएको मेरो ठेगाना थियो।